अहिले चाहिँ 9:30 बज्यो। अब हाम्रो भोलिको प्लान भने चाहिँ बिहान पशुपत जाने हो भनेपछि जाने हो। जो मैं बोलता हूँ वो मैं करता हूँ, जो मैं नहीं बोलता वो तो डेफिनेटली करता हूँ। हामी चाहिँ ट्याक्क उठिसक्यो। अब कफी खाँदैछौँ अनि कफी खाएर रनिङ जान्छौँ। हजुरलाई केही भन्नु छ? हजुरलाई कस्तो अनुभव हुँदैछ जिन्दगीमा सुरुचोटि 4 बजे उठेर? होइन, मेरो यो धेरै अनुभवी मान्छे हो म अहिलेसम्म। मेरो लागि ठुलो अनुभव होइन यो। यतिको जो कोहीले गर्छ जस्तो लाग्छ। अब मैले आफूले गरेर होला सामान्य कुरा हो। आज तपाईँहरूलाई पशुपतिको बिहानको माहौल कस्तो हुन्छ हामी त्यो पनि देखाउँछौँ। तपाईँले उहाँले पशुपतिको माहौल बिहानको देख्नु भएको छैन? मैले त यस्तो बिहान उठेर चाहिँ देखाएको छैन, तर रातभरि म त्यही बसेको छु। त्यो माहौल चाहिँ थाहा छ फेरि मलाई। त्यो माहौलबारे केही जानकारी दिनुहोस्। के हुँदैन, माहौल के हुन्छ, बिहान अलिकति भिड कम हुन्छ, मान्छे हुँदैन, अलिक शान्त हुन्छ। अब जाडोको महिना हावा चलाएर अलिअलि चिसो हुन्छ, मान्छेको चहल पहल अलिक कम हुन्छ। मर्निङ वाक गर्ने मान्छे ज्यादा होला, त्यति त हो। ओहो, यसरी कुद्नु त मजा आउँदो रहेछ। यस यस भयो, यस 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 लेट्स रन। तपाईँ लाउनु न त्यो। कुन? त्यही। त्यो अझै एउटा लाउनु पर्छ क्या, यतिले मात्र हुन्छ। हावा अनि कुद्दा गर्मी हुँदैन? खोलो बनाउने उहाँ हेर्नुहोस्, उहाँ एकदम यो तल चाहिँ म देखाउँदिनँ, माथि हेर्नुहोस्। उहाँ जाडो फोबिया मान्छे, पन्जा नि लाएर कुद्नुहुन्छ। हजुरलाई के भन्नु छैन यसमा? थाहै छैन कि अहिले केटाकेटी हामीलाई हेर्नुहोस्, म भन्छु कट्टु लाएर कुद्नुहोस्। केटाकेटीको जाडो फैदा त खान्छ भन्दै यस्तै छ यसको। मलाई चाहिँ के लाग्छ भने कुदेर पसिना निकालेर गर्मी हुनुपर्छ कि लुगा लाएर गऱ्यो भने कुद्नै मजा आउँदैन। अलिक जाडो हुनुपर्छ। अब हामी बाहिर निस्किन्छौँ। ओहो, अटोमेटिक लाइट रहेछ त तपाईँकोमा त। अटोमेटिक लाइट क्या? बत्ती पनि होइन ल। ए उता यहाँ हेर्नुहोस्, यहाँ अटोमेटिक लाइट रहेछ। अब कति दुनियाँहरू सुतिरहेका होलान्, तर हामी ओन्ली 1%। हामी जान्छौँ रनिङ, म चाबी लिएर आउँछु। यस्तरी कुद्ने हो, यस्तरी। उहाँ हेर्नुहोस्, हामीले डिस्ट्र्याक्ट गर्ने मान्छे कति हो। खोज्नु, लाउनु, खोज्नु। कपाल छ त? रनिङ होइन, हिँड्ने मात्रै हो। ओहो, रनिङ यस्तरी यस्तरी कुद्ने हो। गर्मीमा त सुतेर बस्ने अनि उहाँको वार्मअप हेर्नुहोस्। भन्दैछु त टाइट हुन्छ भनेर। अब वार्मअप हेर्नुहोस्। माथिबाट कि तलबाट सुरु गर्नु है? जस्तै माथिबाट सुरु गर्दा अब आज घाँटीबाट सुरु गरौँ। पहिला घाँटीको चल्ने भाग होइन, ट्याक्क बिस्तारै घुमाउने, ट्याक्क कमरमा राखेर पनि भयो होइन। अगाडि यस्तो गर्दा नि अगाडि 10 चोटि, पछाडि 10 चोटि। 3 बजे कस्तो हुन्छ, 4 बजे कस्तो हुन्छ, 3:30 बजेको भनेको के हो? मैले सबै आँखा खोलेर प्रश्न देखाएको छु। खासै ठुलो कुरो त होइन, तर यसलाई कन्टिन्युटी दिनु चाहिँ ठुलो कुरो हो। जहिले उठ्यो भने प्रगति देखिन्छ। थोपा पानीले चाहिँ पहाड बढ्छ भने जस्तो हो क्या यो चाहिँ कुरो त्यो हो। त्यही भएर बुढो गोरु जस्तो चाहिँ ट्याक्क हुनु पऱ्यो। यो बर गोरु जस्तो भएर भएन। बुढो गरेर बर गोरुको कहानी सुनेको छ कि छैन? छैन, सुन भएर यहाँ सुन। बर गोरु चाहिँ कस्तो हुन्छ अरे भन्दाखेरि, गोरुले त जोत्छ, जोत्ने हो,
बिहान चाहिँ उफ्रिँदै जान्छ अरे आज सब खेत जोतिदिने हो भन्दै उफ्रिँदै उफ्रिँदै कुद्दै कुद्दै फान्दै जान्छ अरे पेलाउँदा त्यसको मालिकले दिनभरि त्यसको लादी निकालिदिन्छ बेलुका हजुर लत्रक्क परेर गर्दै घर फर्किन्छ अरे जोतेर बुढो गोरु चाहिँ कस्तो हुन्छ भन्दाखेरि जाने बेलामा पनि लत्रक्क भएर जान्छ त्यसलाई जति पेल त्यो बेलुका पनि त्यही लत्रक्कै हो क्या हो त्यो भन्नुको मतलब चाहिँ इनर्जी चाहिँ एकै समान भइरहनु पर्यो त्यो हो बुढो गोरु र भोर गोरुको कहानी यो लेसन जिन्दगीमा धेरै महत्त्वपूर्ण छ अब ट्याक्कै हामी फोर्स पार्कमा पुगेर एकछिन वार्मअप हान्छौँ त्यसपछि नन रनिङ एउटा एकातिरको आँखा लगेर उज्यालो ल्याएर त्यो बन्द गर हामीलाई त पानी भइसक्यो कम्मरमा पैसा कमी छैन फेरि पैसा छैन त हिँड्दै कुद्दै है टोटल तेरो भ्लगमा फेरि मान्छेले चाहिँ साला पैसा छैन कुद्दै बिहान यसो पशुपति गएको होला नि पैसा धुलो हुन्छ भनेर सोचे होला फेरि पैसै कमी नै गाडी घरमा राखेर आएको त दुई खुट्टालाई पनि यसो दिउँ भनेर ट्याक्क थिच्ने ट्याक्क बस घुमाउनु हुँदैन घुँडाले घुमाउनु हुँदैन डक्टरले चाहिँ त्यसरी घुँडा घुमाउँदाखेरि घुँडामा असर पर्छ त्यो एक्सर्साइजबाट कट भइसक्यो अहिले टेक्नोलोजी हो नि त्यत्रो वार्मअप गरेर सिकाउने मान्छेलाई बोसोले कुद्न दिएन होइन नि भाइ रुखमा पात चाहिँ हावासँगै उड्नु र रुखै हल्लिनुमा त फरक पर्छ नि यार उहाँसँग हरेक कुराको सिग्मा डायलग छ तर उहाँ सिग्मा होइन उहाँ कुद्नै सक्नुहुन्न चिकमा हो उहाँ चिग्मा हो सिग्मा होइन चिकमा हो उहाँ चिग्मा हो उहाँ कुद्नै सक्नुहुन्न लिनुहोस् हजुर के भन्न चाहनुहुन्छ हात किने होइन कि अर्को हात पक्रिनु हो यसरी बिहान उठेर पसिना निकाल्नु ठुलो कुरो हो कुदेर निकाल्नुहोस् हिँडेर निकाल्नुहोस् होइन सुतेर निकाल्नु पनि सक्नुहुन्छ निकाल्नुहोस् कुद्नुपर्छ तर पसिना चाहिँ निकाल्नु पर्छ हेर्नु अनि कुद्न नसक्ने यस्तो नि हुन्छ ओ अहिलेका लागि के छ भन्दाखेरि अब कुदेपछि त एकै दिनमा चाहिँ सबै कुरा ठिक भइहाल्छ भन्दैछ होइन बिस्तारै अब टाइम लिन टाइम लाग्छ नि त बाघ पनि कहिलेकाहीँ बुढो हुन्छ फेरि उसलाई चाहिँ कहिलेकाहीँ होइन अब सधैँको लागि बुढो भइसक्नु त्यो चाहिँ केटा लाग्छ क्या बाघ बुढो भइसक्यो यसले केही गर्न सक्दैन भन्दा त्यस्तो चाहिँ होइन दाँत टर्किन्छ यार मुमे दाँत रातमे दाँत भन्थ्यो त्यस्तै हो बुढो भएको त्यो उयसमा हड्डी भएको बाँधेर मान्छे यो चाहिँ भर्खरकै हो काम सब मान्छे एउटा फोटो खिच्छ हामी आइसक्यौँ अनि कस्तो लाग्यो त आज तपाईँलाई पसिना बगाएर बहुत मजा आयो यार मलाई एकै दिनमा मेरो ज्यान 2 केजी घट्यो जस्तो अनुभव भइरहेको पुरै हल्का सबै दिन ममा जान्छ एकदम मैले बिहान उठेर उठाउनु नै उहाँले सबभन्दा ठुलो आज उहाँको दिन बनाइदिएँ मैले मर्निङ वाक ल्याएर म भनेको चाहिँ त्यो पुरानो ट्रक जस्तो हो क्या त्यो पुरानो हुन्छ नि त्यसले स्टार्ट गर्न चाहिँ बहुत टाइम लाग्छ तर स्टार्ट एकचोटि भइसकेपछि त्यसले होइन डाँडा काँडा उकालो ओह्रालो तालपरे मुस्ताङै पुगिदिन्छ क्या लोडेड भएर हो म चाहिँ त्यस्तै हो मलाई उठाउने चाहिँ अलि स्पार्क यसले आज मजाले दियो यो मेरो स्पार्क प्लग आजको होइन डिजल म भित्रै थियो भरेर कुटकुट अहिले जलिरहेको छ धुवा पनि आइरहेछ अगाडि मन्दिर छ ऊ त्यहाँ डाँडामा ट्याक्क हेर्नु चाहिँ गाइजहरू यहाँ नि देख्न सक्नुहुन्छ उहाँ देखिसक्नुभयो मैले त्यो चाहिँ नहेर्नु भन्नु हजुर ल हेर्नुहोस् मेरो भाइ अगाडि जानु त तपाईँ ल हेर्नु हाइट हेर्नु ल अझै जानु अझै अगाडि जानु शाहरुख खान बन्नु पर्दैन जानु बस रोनाल्डो जत्रो भन्दा पनि अग्लो हाइट छ यसको ल हेर्नुहोस्
तपाईँहरूलाई पनि यदि हाइट बढाउन मन छ भने बिहान बिहान कुद्नुहोस्। अब उहाँ मेरो सङ्गतले उहाँको 2-4 इन्च हाइटमा बढाइदिन्छु। आजको आज मेरो गाला रातो रातो अनुहार चम्किलो चम्किलो रातो भइसक्नु। ओ माइ गॉड अल्लाह रे कान्छीको रातो रातो गालामा होस् गरेर केटा मै खाला।